हाम्रो सरकारले त मेरो विचारमा हेर्नु हाम्रो सरकारले कसैलाई पनि छोड्दैन कसलाई नि पहिलाको पूर्वमा हाम्रो एकजना हाम्रो श्रम मन्त्रीज्यूलाई पनि छोड्नु भएन होइन अब मैले त आफ्नो नैतिकता आधारमा मैले राजीनामा दिइहालेँ होइन मलाई त 100% छोड्दैन झन् होइन सो यसमा भने आफ्नो भन्ने चिजै छैन क्या यहाँ हामी आफ्नो भनेको देश मात्र हो क्या हाम्रो सरकारको लागि त्यही भएर मेरो सरकारले अब मेरो तलमाथि देख्छ भने मलाई 100% कारबाही गर्छ पहिला जस्तो दलहरू होइन जसले चाहिँ बनाएर यताउति गरेर म्यानिपुलेट गरेर ल है वासिङ मेसिनमा धुलाएर ल्यायो भन्ने टाइपको चाहिँ हाम्रो चाहिँ हुँदैन मेरो केही गलत छ भने त 100% मलाई त्यही वार्निङ दिएको केही त गलत छैन नि तपाईँको भनेर भन्दा त मेरो म त एकदम सभा गलत भने तपाईँलाई कारबाही हुन्छ है भनेर मलाई गाली गर्नुहुन्छ थर्काउनुहुन्छ अनि सो यस्तो छ हाम्रो अवस्था होइन त्यही भएर यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले मेरो विचारमा कसैलाई पनि बाँकी छोड्दैन आफ्नो एमपिजहरूलाई पनि बाँकी छोड्दैन अब विपक्ष दलको साथीहरू नेताहरू जसले अब पुरानो दल भनौँ न पुराना नेताहरू जसले अब आफ्नो देश लुटी खाए बेची खाए होइन उहाँहरू झन् छोड्ने कुरै भएन आफ्नोलाई छोड्दैन अर्कालाई कसरी छोड्छन् यही हो राष्ट्रिय स्वतन्त्र पार्टी हो अहिले तपाईँ 15 दिनको प्रतीक्षा गरिरहनु भएको छ म त एकदम ढुक्क छु म त एकदमै ढुक्क छु छानबिन गरोस् अब कति कुरा अब हामीसँग फाइनेन्सियल लिटरेसी पनि थिएन नि त कति कुरा धेरै छ तपाईँले नै आफ्नो अकाउन्टेन्टलाई दिनुहुन्छ काम गर्नलाई हरेक कुरा तपाईँसँग